हजुरलपा नमस्ते। समय सन्दर्भ लिएर उपस्थित भएका छौँ। प्रविधि संयोजनमा सुशान्त श्रेष्ठ र युट्युब प्रविधि संयोजनमा रविन महर्जन हुनुहुन्छ हामीसँग। नेपाल भाषा एकाडेमीको निमित्त अनक मिडियाद्वारा प्रस्तुत गरिने यो समय सन्दर्भ कार्यक्रम प्रत्येक आइतबार, मङ्गलबार र बिहिबार बिहान ठिक यसै बेला प्रस्तुत गरिन्छ। विभिन्न समसामयिक विषयहरूलाई हामी यसमा प्रशयका साथ प्रस्तुत गर्छौँ। श्रोताहरू, नेवारी संस्कृति, परम्परा, चाडपर्व पक्कै पनि एकदमै परापूर्व कालदेखि मानिँदै आएको यो चाडपर्वलाई हामीले अहिलेसम्म छोडिसकेका छैनौँ। यो चाडपर्वलाई हामीले हाम्रो भावी पुस्ताका निमित्त समेत छोडेर जानुपर्छ र हामीले अहिले मनाइरहेको चाडपर्वलाई हाम्रा भावी पुस्ताले पनि पछि मनाउन् भन्ने उद्देश्य हाम्रो नेवारी कल्चरको छ। यसै क्रममा आज हाम्रो स्टुडियोमा पाल्नु भएको छ र यहाँले हाम्रो फ्रेममा देखिसक्नु भएको छ। दुईजना व्यक्तित्वहरू पाल्नु भएको छ हाम्रो यो स्टुडियोमा। के को लागि मैले उहाँलाई यहाँ निम्त्याएँ भन्दाखेरि यही कार्तिक 19 गतेको दिन महपूजा हुँदैछ। नेवारी संस्कृतिमा सोन्ती भनिन्छ। यो तिहारको उपलक्ष्यमा एउटा महपूजाको कार्यक्रम छ। यो कार्यक्रम 1142 साल पहिलादेखि मनाइँदै आइएको छ र त्योभन्दा पनि पहिला अब नुहद भनेर हामीले यहाँ मनाउँछौँ। त्यही दिनको दिन नुहद पनि मनाइन्छ। यो चाहिँ 1142 वर्षदेखि मनाइँदै आएको छ। तर त्योभन्दा पनि पहिलेदेखि नै यो महपूजाको संस्कृति पहिलेदेखि नै थियो। महपूजाको उपलक्ष्यमा नेवारी समुदायको प्राचीन बस्ती खोना पनि भनिन्छ यसलाई, यो बस्तीलाई। यो खोनाको एउटा युवाहरूले अहिले नेवारी संस्कृतिहरूलाई जगेर्ना गर्नको निमित्त एउटा कार्यक्रम गर्नुभएको छ। मङ्का महपूजा ज्याझो 1142 भनेर भन्न दिनुभएको छ। यो कार्यक्रम 2 वर्ष अगाडि पनि गरिएको थियो। गत वर्ष चाहिँ गर्न सकिएन, कोरोनाको कारणले गर्न सकिएन। यसपालि फेरि गर्न थाल्नु भएको छ उहाँले यो कार्यक्रम मङ्का महपूजा। यही मङ्का महपूजाको बारेमा आज म उहाँसँग कुराकानी गर्दैछु। मेरो छेउमा हुनुहुन्छ सुरेश डङ्गोलजी हुनुहुन्छ। उहाँ पनि यो कार्यक्रमको संयोजक हुनुहुन्छ। अनि त्यस पछाडि हरिनाथ डङ्गोल हुनुहुन्छ, उहाँ उतापट्टि, उहाँ पनि यो कार्यक्रमको संयोजक हुनुहुन्छ। यो कार्यक्रम बारेमा किन यो मङ्का महपूजा थाल्नु पर्यो, होइन, के को कसरी आवश्यकता महसुस गर्नुभयो, यसबारेमा भनिदिनुहोस् न हरिजी। यसमा चाहिँ कस्तो भने, जस्तो स्पेसली अब हुन त अब तपाईँलाई सुरुमा हाम्रो नेवा एफएमले धन्यवाद है। हजुर। यो कन्सेप्ट चाहिँ कसरी आएको भन्दाखेरि, जस्तो भूकम्प पछाडि हामीले जुन धेरै नै खोकनाले चाहिँ अधिकांश क्षति चाहिँ भयो। हुन त हामी सबै त्यसमा चाहिँ अब ग्रसित नै हो। अनि राज्यबाट जुन हामीलाई चाहिँ जुन यो घरहरू बनाउनेमा चाहिँ छ नि, अनुदान पाउनेमा पनि हामी ग्रसित नै भएको हो। म आफै पनि पछाडि परियो त्यता सिंहदरबार धाउनेदेखि र यो यो लोनको कुराहरूमा पनि धेरै थाइएँ है। हजुर। अनि म यतातिर यो नै पढेर आएको थिएँ, होइन। अनि त्यो अवस्थामा हेर्दाखेरि जस्तो अब यत्रो हामी चाहिँ संस्कृतिमा धनी भए तापनि, होइन, जस्तो हामीले पढ्दाखेरि राज्यले जुन अब आवासको कर्जादेखि लिएर त्यसमा पनि हामी चाहिँ धेरै नै पछाडि परेको फिल गरेँ क्या। हजुर। र भूकम्प पछाडि अब हामीसँग धेरै नै जिम्मेवारी थपेको जस्तो अझै अनुभव भयो क्या। जस्तो आफ्नो घर परिवारको समाजको त अब घर बनाउने छँदैछ है, फेरि त्यसको अलावा अब संस्कृति बनाउने अरूकै पाटो भयो। हजुर। भनेपछि हामीलाई त बर्डन फिल भएको जस्तो भयो। यसले गर्दाखेरि अब हामीले दुइटै पार्टलाई कसरी आर्थिक रूपमा पनि अगाडि जानु पर्यो, फेरि हामी पहिलाकै स्टेजमा आउनु पर्यो है। त्यसले गर्दाखेरि अब अहिलेको चाहिँ संस्कृति सँगसँगै त्यसलाई चाहिँ अब हुन त त्यसको महत्त्व आफ्नै ठाउँमा छ, त्यसको प्रचार पनि गर्नु पर्यो है। अनि त्यहाँको स्थानीयहरूलाई कसरी अब आर्थिक रूपमा पनि एउटा एक हिसाबले चाहिँ अब अगाडि लान सकेला भन्ने हिसाबले हामीले अरूभन्दा पनि आफ्नो कल्चरलाई नै कसरी प्रमोट गर्दै त्यहाँ चाहिँ अब पर्यटनको विकास भयो, आपसी अब भाइचाराहरू, जस्तो अब कल्चरले नै त हो नि हाम्रो आफन्तहरूलाई एक ठाउँमा ल्याउने भनेपछि अब अरू कल्चर भन्दा पनि महपूजा चाहिँ एकदमै इफेक्टिभ हुन सक्छ। जस्तो हुन त हामीसँग अझै युनिक हिसाबले हेर्ने हो भने
सिकाली जात्रा नै हो खोकनाको संस्कृति हिसाबले होइन संस्कृतिको हिसाबले अरू जात्राहरू भन्दा पनि खोकनाको अझै विशेष पहिचान तोरीको तेल बाहेक केही दिन अगाडि मात्र सकियो होइन हजुर हो तोरीको तेलको त आफ्नै महत्त्व छ अझै सिकाली जात्राको छ त्यस पछाडि अलगै भनेको महपूजा भयो महपूजामा फेरि चाहिँ अब सबै नेवारीहरूलाई चाहिँ अब फेरि त्यसको त आफ्नै छ अनि अघि भने जस्तै आध्यात्मिक हिसाबले अब मानव जगतको हिसाबले भन्दाखेरि महपूजाको फेरि आफ्नै साइन्टिफिक कुराहरू भएको भएर यो 3-4वटा कुराहरू जस्तो अब समय सापेक्ष जस्तो जुन क्षति भयो होइन अनि समुदायलाई एक ठाउँमा ल्याउने कल्चर अनि आफै पनि फेरि चाहिँ प्युरिफाई हुँदै जाने हिसाबले यो कार्यक्रम चाहिँ धेरै उपयुक्त छ भन्ने हिसाबले अनि हामी साथीहरूमा छलफल गरेर त्यहाँको स्थानीय संस्थाहरू महिला सहकारीहरू हामी युवाहरू होइन अनि वडाको अध्यक्षहरूसँग सल्लाह गरेर अनि यही हिसाबमा हामीले 2 वर्ष अगाडि चाहिँ यो प्लान बनाएको हो र त्यही अनुसार चाहिँ गर्दै आइरहेको छ। यसपालि फेरि निमित्त दिनुभयो हजुर यो मङ्का महपूजा पर्सि हुने कार्यक्रम अर्को हप्ता भनौँ न अब 1 हप्ता बाँकी छ र कसरी मनाउने विचार गर्नुभएको छ कसरी कुन रुटिन भनौँ न कस्तो किसिमबाट मनाउँदै हुनुहुन्छ? सुरुमा त नेपाल एफएमलाई नेवा एफएमलाई धन्यवाद हजुर यहाँ आएर केही कुरा राख्ने मौका दिनुभएकोमा हजुर सुरुमा चाहिँ हाम्रो कार्यक्रम 3वटा एकै दिन एकै ठाउँमा हजुर समापन हुने किसिमले गर्न खोजिरहेका छौँ। 3 थरी कार्यक्रम छ 3 थरी कार्यक्रम हजुर के साइकल र्याली भयो हजुर अनि मण्डला भयो हजुर अनि महपूजा स्पेसल चाहिँ हाम्रो चाहिँ मेन चाहिँ महपूजा हो हजुर त्यो चाहिँ साइड प्रोग्राम जस्तै हो त्यो महपूजालाई सपोर्ट हुने किसिमले मात्र गर्नु खोजेको हो होइन। हाम्रो कार्यक्रम चाहिँ भेला हुने 7 बजे भयो खोकनामा हजुर त्यो चाहिँ मण्डलाको लागि 4 बजे भेला भएर 8 बजेदेखि चाहिँ कार्यक्रम सुरु हुन्छ। त्यो चाहिँ 6 देखि 7वटा स्थानमा चाहिँ मण्डला बनाउने कार्यक्रम छ हजुर बनाउँदै अनि त्यो चाहिँ करिब 3 घण्टाको हुन्छ त्यो 3 घण्टाको हुन्छ अनि त्यो बनाउँदै गर्दाखेरि त्यो अनि मङ्गल बजारमा चाहिँ मङ्गल बजार भने खोकनाकै त्यहाँ चाहिँ साइकल र्याली भयो त्यहाँ चाहिँ 10 बजेदेखि चाहिँ साइकल र्याली भयो सुरुवात हुन्छ त्यहाँ चाहिँ 10 बजेदेखि सुरुवात हुन्छ त्यहाँ चाहिँ कति 3 देखि 4 लगभग चाहिँ 4 बजे साइकल र्याली 4 घण्टाको रुट चाहिँ मङ्गल बजारदेखि सुरु हुँदै अब कीर्तिपुर हुँदै अब पहिला त अब जाउलखेल हुँदै थमेल हुँदै नलदेवी हुँदै कुक्रेश्वर हुँदै कीर्तिपुर हुँदै होइन भैँसपाटी हुँदै अनि खोकना बस पार्कमा चाहिँ समापन हुन्छ। त्यस्तो किसिमको कार्यक्रम छ साइक्लिङको चाहिँ। त्यसबाट पनि अब मान्छे त पार्टिसिपेटहरू त्यसमा भेला हुने भयो त्यस्तो मेला जस्तै हुने भयो कि अब साइक्लिङबाट पनि आउने भयो अब मण्डला कम्पिटिसन या त्यसमा पार्टिसिपेट हुने त्यहाँबाट पनि मान्छेहरू आउने भयो विभिन्न ठाउँबाट होइन अनि महपूजा चाहिँ अब त्यही हुने नै भयो होइन। त्यसको लागि जे होस् एक दिनको यस्तै फेस्टिभल जस्तै कार्यक्रम चाहिँ हुने भयो क्या खोकनामा चाहिँ। सहभागिताको मैले एउटा यहाँले पर्चा ल्याउनु भएको छ भर्खर यो पर्चा म हाम्रो फ्रेममा देखाउँछु। मङ्का महपूजा ज्याजो 1142 लेखिनु भएको छ र टिकटको कार्यक्रम रहेछ 2500, 2000 र 1500 3 थरी टिकट इस्यु पनि भइरहेको छ। र सहभागिता चाहिँ के आधारमा गराउने विचार गर्नुभएको छ सुरेशजी? कसरी सहभागिता गर्छन् मानिसहरू? सहभागिता निम्ता दिनुहुन्छ अथवा फ्री छ कि छैन, यो टिकट बाहेकका मान्छेहरू कसरी सहभागी हुन्छन् भन्ने बारे बताइदिनुहोस् न। सुरुमा चाहिँ नेपाली होइन जो चाहिँ अब महपूजा गर्न इन्ट्रेस्टेड हुनुहुन्छ जसले पनि गर्न पाउने भयो नेवा या गैर नेवा जसले पनि गर्न पाउने विदेशी प्लस अब नेवा पनि गैर नेवा पनि सबैले गर्न पाउने भयो।
नेवा प्लस गैर नेवालाई चाहिँ 1500, नेपालीलाई चाहिँ 1500 भयो हजुर होइन पर टिकट। हजुर अनि 2जना या 2जनाभन्दा बढी आयो भने चाहिँ उनीहरूलाई चाहिँ अब 500 देखि डिस्काउन्ट चाहिँ हुन्छ। हजुर अनि यो चाहिँ अब टुरिस्टको लागि 2000 छ होइन। अनि टुरिस्ट प्लस होमस्टेमा बस्न चाहने टुरिस्टहरूको लागि चाहिँ 2500 को व्यवस्था गरेको छौँ हामीले। अब यहाँनिर होमस्टे भन्ने कुरा निस्किहाल्यो। म होमस्टे बारे सोधौँ न। हाम्रो कीर्तिपुरमा त होमस्टे अलि अगाडिदेखि नै सुरु भइसकेको छ होइन। नेवारी बस्तीहरूमा प्रायः जस्तो होमस्टे राखेका छन् अहिले। हामीले व्यवस्थित रूपमा अब सुविधा सम्पन्न होटलहरू स्थापना गर्न निकै खर्च लाग्छ। त्यस्तो स्थिति नभएको ठाउँमा हामीले होमस्टे गऱ्यौँ भने टुरिस्टलाई आकर्षण गर्न सक्छौँ। त्यो बारेमा खोकनामा के छ होमस्टेको बारेमा? मैले त यसको बारेमा धेरै अगाडिदेखि नै स्कोप देखा हो। जस्तो अरू पनि त छँदैछ होइन टुरिज्ममा चाहिँ। अनि होमस्टेमा किन छ त भन्दाखेरि जस्तो अब हाम्रो नेवारीहरूमा चाहिँ हाम्रो आफन्तहरू नै बोलाएर खुवाउनेदेखि लिएर होइन अब त्यहीँ हाम्रो जात्रा पर्वमा चाहिँ पाहुना बोलाएर होइन त्यसरी देखाउने चलन त पहिलादेखि नै हाम्रो रीतिथिति छँदैछ। अब त्यसमा त्यही हिसाबले हाम्रो हस्पिटालिटी धेरै हाई लेभलमा छ इन्टरनेसनल लेभलको हिसाबले। त्यसमा पहिलादेखि नै हाम्रो संस्कारमै छ होइन। अब अहिलेको हिसाबमा त अब इकोनोमिक जेनेरेट पनि हुने परिहाल्यो। फेरि अर्को कुरा अब भाषा संस्कृतिले मान्छेलाई कहाँसम्म पुर्याउँछ नि त। अब ग्लोबल ल्याङ्ग्वेज पनि अलिअलि जान्नुपर्छ। त्यही भएर अब विदेशीहरू चाहिँ राख्न पाइयो भने त्यहीँकै अब विदेशीहरूले अझै हाम्रो नेवारी कल्चरलाई त यति सिक्छ, रिसर्च गर्नलाई धेरै अझै नेवारी भाषा पनि सिक्छ होइन। त्यो हिसाबले चाहिँ मैले त खोकनामा धेरै रिसर्चको पार्टहरू देखाएको छु विदेशीहरूलाई है। अनि त्यही भएर उहाँहरूलाई चाहिँ यति होमस्टेको पार्टहरू राख्न पाइयो भने उहाँहरूसँगै बसेर हाम्रो कम्युनिटीमा पनि हेल्प गर्छ। फेरि हाम्रो ल्याङ्ग्वेजलाई पनि एडप्ट गरेर उहाँहरूले सिक्छ कि फेरि। त्यो भनेको हाम्रो चाहिँ विदेशी पैसा पनि हाम्रोमा आउँछ क्या। त्यो हाम्रो उनीहरूको थ्रोबाट पनि एक हिसाबले हाम्रो आम्दानी हुने। फेरि हाम्रो आफन्त हाम्रो अब नयाँ आउने जेनेरेसनले पनि अब अहिले हामीले विदेशीकोलाई भ्याल्यु दिइरहेछौँ ल्याङ्ग्वेज पढ्नुदेखि उनीहरूको फलो गर्ने। तर विदेशीले नै हाम्रो चाहिँ चिजलाई धेरै भ्यालु दियो भने त हाम्रो नयाँ आउने पुस्ताले त विदेशी भन्दा पनि हाम्रो मेन आफ्नै चाहिँ भ्यालु छ भन्ने खालको चाहिँ देख्ने भयो नि हो। त्यसले गर्दाखेरि यसको यो यसरी यो साइकलले हेर्दाखेरि चाहिँ हाम्रो कल्चर नै भ्यालु छ। हामी विदेश जानु पर्दैन होइन। अनि यहीँ बसेर ग्लोबल ल्याङ्ग्वेज पनि सिक्नु पाउने। फेरि विदेशीहरूलाई नै इभन उनीहरूको रिसर्चको पार्टबाट हाम्रो कम्युनिटीमा त्यसै त्यहाँबाट आएको रिसोर्सले पनि विकास गर्न सक्ने त्यो पाटो चाहिँ मैले देखाएको छु। त्यही भएर मैले पनौटीमा पनि गएर हेरेको छु होइन। त्यहाँ पनि मजाले कम्युनिटी होमस्टे गरिरहेको छ। कीर्तिपुरमा पनि पहिलादेखि यो लगानाहरू होइन अरूहरूले पनि गरिरहेको देखेँ भएर अहिले चाहिँ मैले सम्भावना चाहिँ धेरै देखाएको छु। अनि अहिले तत्कालको लागि चाहिँ कतिवटा जति बेडको व्यवस्था गर्नुपर्छ? यसमा सबै कुरा हामीले गर्नलाई चाहिँ गाह्रो छ। तर हामी एज एउटा फेसिलिटेटर जस्तो हामी अब युवा समूहहरू छ होइन खोक्नाको अरू टिमहरू पनि छ र अहिले नयाँ घरहरू नि धेरै बनिरहेछ होइन धेरै बनिरहेछ। अनि त्यसले गर्दाखेरि अहिले हाम्रो चाहिँ तत्काली भन्ने हो भने हाम्रो टोलमा हाम्रो चाहिँ अब मान्छेहरू पनि हाम्रो स्थानीय पनि कस्तो छ भने अहिले चाहिँ जुन कोर बस्ती छ त्योभन्दा अलग बाहिर पनि अलिकति बसेकाहरू चाहिँ छन्। त्यसले गर्दा यो कोर बस्तीमा चाहिँ प्राय धेरै पर्सेन्ट चाहिँ सबै आएको छैन। त्यो त्यही पुरानो बस्तीमा बस्न आएको छन् तर घरहरू चाहिँ हाम्रो ट्रेडिसनल अनुसार बनिसकेको छ। त्यही भएर हामीसँग अहिलेलाई चाहिँ अब 50जनाभन्दा बढी गेस्ट आए पनि त्यो चाहिँ हामीलेसँग रेडी छ। घर चाहिँ छ तर चाहिँ सबै त्यो जस्ट प्राय चाहिँ खाली नै छ। त्यो हिसाबले पक्कै पनि यो नेवारी संस्कृति चाडपर्व भनेको महत्त्वपूर्ण छ। यो परापूर्व कालदेखि मानिँदै आएको चाडपर्वलाई अहिलेसम्म हामीले यथावत रूपमा ती चाडपर्वलाई निरन्तरता दिन सकेका छौँ। यसको लागि नेवारी समुदाय पनि लाई धन्यवाद दिनैपर्छ। काठमाडौँमा भन्ने हो भने परापूर्व कालदेखि नेवारहरू बस्दै आएका छन् र उनीहरूको नै संस्कृति आफ्नै मौलिक संस्कृति छ र त्यसमा मुख्य गरेर यो महपूजा चाहिँ मेन छ। यो महपूजा चाहिँ कसरी मनाइन्छ तपाईँ एकताले भनिदिनु न हरिजीले। महपूजा चाहिँ स्पेसली अब किन महपूजै गर्नुपर्ने आवश्यकता यस्तो हो। यसमा अब साइन्टिफिक पनि छ स्पिरिचुअल भ्यालु पनि धेरै छ होइन। अब हाम्रो कल्चरमा चाहिँ स्पेसली अब शरीर भयो है जस्तो अब शरीरको चाहिँ धेरै भ्यालु हुन्छ। जस्तो अब
मान्छेसँग धेरै नै सम्पत्ति भएर पनि यदि हाम्रो शरीर चाहिँ बिग्रेर अथवा हामी नाश भयो भने त हाम्रो आयु त काम लागेन, धेरै सम्पत्ति भएन। त्यही भएर हाम्रो अब यदि हामी निर्वाणमा जाने हो भने होइन, जस्तो निर्वाण लेभलसम्म चाहिँ मुक्तिको लेभलसम्म जाने हो भने शरीरको धेरै भ्यालु हुन्छ। त्यही भएर त योगहरू विकास भइरहेछ होइन, यो ध्यान साधनाहरू कुराहरू, यो चाहिँ हाम्रो आध्यात्मिक पार्ट हो। तर कल्चरमा यता जोड्न आउने हो भने त नेवारमा विभिन्न यो चाडपर्व मध्येमा महपूजामा हामीले हाम्रो विशेष तरिकाबाट मण्डला बनाएर होइन आफ्नो परिवारहरूको पनि फेरि लाइनमा होइन थकाली अनुसार चाहिँ बस्छ होइन। त्यहाँ फेरि खेलविटादेखि लिएर सबै विभिन्न त्यो गेरागोडीदेखि लिएर हरेक रङ्गहरूको आफ्नै चाहिँ ठाउँ छ। त्यसमा त्यो हिसाबले चाहिँ त्यसको जुन गर्ने तरिका अनि त्यो मण्डला बनाउने चाहिँ त्यो लेख्ने तरिकादेखि त्यसको अर्थहरू, त्यसको यावत कुराहरू त धेरै इनडेप्थमा छ। तर सर्ट फर्ममा भन्ने हो भने यसले चाहिँ एक हिसाबमा यदि हाम्रो निर्वाण लेभलसम्म चाहिँ जाने हो भने हाम्रो बडी नै हो क्या, हाम्रो शरीरलाई नै मेन आत्मासम्म लेभल प्युरिफाई भएर अझ परम आत्मासम्म गएर हाम्रो निर्वाणसम्म जाने हो भने हामीले हाम्रो महलाई नै होइन हाम्रो शरीरलाई नै आधार मानेर हामीले प्युरिफाई भएर जानुपर्छ भन्ने कुराहरू चाहिँ यो चार्टले हामीलाई सिकाउँछ। हजुर हजुर एकैछिन म यो कार्यक्रममा अब ब्रेक लिँदैछु, एकैछिन ब्रेक लिन्छु है। आदिवासी जनजाति दलित मिसा मधेसी दक्को जाति पेशा धर्म लजगा खगु तुझाकी देश्यमो गणनाको कासहर जानु दक्को सिना भोति कानु सुना तो माफिना। संघीयता लिपायत नाफाङको ऐतिहासिक व वैज्ञानिक जनगणना थगु जात जाति धार्मिक भाषिक लैंगिक व्यावसायिक व लजगाया अवस्था खनेदैगु खने मदैगु ज्या बुद्धि मधुबुद्धि शिक्षा अपाङ्गता बोटी काइपी व बोटी मकाइपी छेज व सोनेगु ठाबा सम्बन्धी पाछि तथ्याङ्क बिया थगु अधिकार सुरक्षित यान थोहे कार्तिक 25 गते निसे मंसिर 9 गते तक जुइतेङ्गु राष्ट्रिय जनगणना 2078 ले चिसकले बोतिकाएनु नेपाल सरकार राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभाग व युएन वुमन नापया सहकार्य जिगु जनगणना जिगु बोती। मेगा महा बचत खाता, बचत को बचत प्रतिफल ज्यादा, ग्राहक को समृद्धि संतुष्टि र सहजता, मेगा बैंक को उद्देश्य र प्रतिबद्धता, मेगा बैंकले ल्यायो लौ मेगा महा बचत खाता। अब तपाईले गर्नु भएको बचत हुनेछ महाबचत, मासिक भुक्तानी दिने मेगा महाबचत खाता, 2 वर्षको लागि निशुल्क भिजा कार्ड र मोबाइल ब्याङ्किङ, न्यूनतम मोजदार रु 1000 मै खोल्न सकिने, साथमा लकर सुविधामा 50% र कर्जा सेवा शुल्कमा 25% छुटको व्यवस्था पनि। विश्वासितै अघि बढ्दै मेगा बैंक नेपाल लिमिटेड। Newa FM 86.6 Newa FM 86.6 Newa Judagu Gaurav Yanagita। श्रोताहरू कार्यक्रम एकैछिन ब्रेक लिएको थिएँ। मैले के को लागि लिएँ होला भन्दाखेरि अहिले भर्खर हाम्रो फ्रेममा अर्को एकजना व्यक्तित्व देखिनु भएको छ है, यहाँले याद गर्नुभयो होला। उहाँ हुनुहुन्छ विश्व साइकल यात्री ज्ञान महर्जन। उहाँले संसारका 15 देशभन्दा बढी देशहरू साइकलबाट यात्रा गरिसक्नु भएको छ। म उहाँलाई यहाँसँग परिचय गराउँछ। ज्ञान महर्जनजी, कार्यक्रममा यहाँलाई स्वागत छ। धन्यवाद। अब यो मङ्का महपूजा ज्याजोको बारेमै हामी कुराकानी गरिरहेका छौँ अहिले, र तपाईँको यो कार्यक्रममा तपाईँको सहभागिता, तपाईँको पक्ष चाहिँ एउटा साइकल र्याली होइन सँग सम्बन्धित भएको भएर मैले तपाईँलाई यहाँ निम्ति आएँ। के कसरी गर्दै हुनुहुन्छ साइकल र्याली यो मङ्का ज्याजोमा?
यो चाहिँ अब मपूजा जुन अब तिहार चाहिँ ग्रेटेस्ट फेस्टिभल भन्छ हाम्रो नेपालीहरूको मान्छ त्यसको चाहिँ मपूजाको सेकेन्ड लास्ट डेमा यो बृहत रूपमा चाहिँ हामीले गर्ने योजना अनुसारले चाहिँ अब प्रत्येक वर्ष चाहिँ खोक्ना महोत्सवले जुन गर्दै आइरहेको छ मपूजा पूजा त्यसमा चाहिँ हामीले प्लस चाहिँ साइकल र्याली एउटा गर्ने हाम्रो चाहिँ सोच आएको कारणले गर्दाखेरि हामीले चाहिँ यो चाहिँ गर्न खोजेका हो। गत साल गरिएको थियो योभन्दा पहिलाको उति बेला चाहिँ हामीले चाहिँ साइकल र्याली गरेका थिएन तर मपूजालाई नै स्पेसली फोकस गरेको। किन साइकल यात्रा चाहिँ यसमा जोड्नु भयो त के कारण चाहिँ के त? साइकल यात्रा कस्तो छ भन्दाखेरि म विगत 9 वर्षदेखि साइकल यात्रा गर्दै आइरहेको छु र साइकलले हामीलाई धेरै रूपमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा धेरै रूपमा हामीलाई चाहिँ फाइदा गर्छ। पहिलो कुरा चाहिँ हाम्रो त स्वास्थ्य हो। दोस्रो कुरा चाहिँ हाम्रो चाहिँ वातावरणको लागि एउटा चाहिँ जनचेतना वातावरण बचाउँ भन्ने अभियानमा चाहिँ म पनि लागिरहेको कारणले गर्दाखेरि यो ग्लोबल वार्मिङको कन्सेप्ट जुन आइरहेछ नि त्यसको लागि पनि हामीले अवेरनेस क्रिएट गर्नको लागि त्यो गर्न खोजिरहेको छौँ। डेफिनेटली साइकलबाट अर्को टुरिज्मको डेभलप हुन्छ, डोमेस्टिक इन्टरनेसनल टुरिज्मको जुन त्यसमा पनि प्रमोसनको लागि हामीले त्यो पुर्याउन सकिन्छ र साथसाथै विभिन्न किसिमका चाहिँ यसमा फाइदा छन् जसले गर्दाखेरि साइकल अहिलेको लागि अपरिहार्य छ। अनि यो साइकल यात्राले के हुन्छ भन्दाखेरि मानिसहरूको र्याली जस्तो देखिन्छ यता यसले गर्दाखेरि नयाँ उत्साह पनि देखिन्छ। डेफिनेटली अब हजुर अब के छ त भन्दाखेरि साइकल हामी अब चलाइराख्दाखेरि साथीहरूले पनि के छ भन्दाखेरि वा अब साइकल बिहान बिहान चाहिँ साइकल चलाउँदाखेरि म पनि चलाउँ म पनि जोइन हुन पाऊँ भन्ने किसिमले चाहिँ त्यो किसिमले चाहिँ रिक्वेस्टहरू आउँछन् कि त्यसले गर्दाखेरि हाम्रो स्पेसली यो काठमाडौँ भ्यालीमा यो चाहिँ साइकलको चाहिँ प्रमोसन गर्नलाई चाहिँ एकदमै यो चाहिँ अहिले चाहिँ आवश्यक पनि छ र सहिलो पनि केही मात्रामा छ। यो विभिन्न देशहरू यात्रा गर्दाखेरि तपाईँले विश्व यात्रीको रूपमा मैले सोध्न खोजेँ विभिन्न देशहरू यात्रा गर्दाखेरि तपाईँलाई कुनै कठिनाई अब त्यहाँ कुनै भाषाको प्रब्लमहरू यस्तो केही महसुस गर्नु? एकदम यात्रामा के छ भन्दाखेरि अनुभव सुनेको एकदम यात्रामा चाहिँ तपाईँको चाहिँ बाहिर आज म यो यात्रा गर्छु यो ठाउँमा जान्छु भनेर जुन साइकल लिएर चाहिँ बाहिर आफ्नो त्यो ठाउँबाट चाहिँ हामी यात्रामा सुरु हुने बित्तिकै त्यहाँ प्रब्लम आइहाल्छ। एक पाइलाबाटै प्रब्लम आउँछ। त्यस कारणले गर्दाखेरि यात्रा एकदम कठिन एकदम चुनौती पूर्ण छ। अनि के छ त भन्दाखेरि यात्रामा भाषाको प्रब्लमले यात्रामा खानाको प्रब्लमले यात्रामा यावट कुराको प्रब्लम आउँछ। भाषा बुझेन भने पनि धेरै नै दुःख हुन्छ। मैले धेरै पलमा चाहिँ मैले चाहिँ त्यो कठिनाइहरू भोग्दै आइरहेको छु। यो एकदमै च्यालेन्जिङ छ। एउटा कुनै अलिकति अविस्मरणीय अनुभव कुनै छ भने बताइदिनु न श्रोताहरू। यो चाहिँ कस्तो भन्दाखेरि लास्ट 9 वर्ष अगाडिको कुरा हो जुन बेला चाहिँ म चाहिँ ग्वाङझौमा साइकल चलाइरहेको थिएँ। त्यो बेला ग्वाङझौमा साइकल चलाइरहेको थिएँ चाइनाको। त्यसमा त्यो हुँदाखेरि चाहिँ साइकल चलाउँदाखेरि मेरो अगाडिको ह्यान्डल बारको कोण बिग्रियो। त्यसमा चाहिँ जुन गियरहरू चाहिँ लुज भएर त्यहाँ चलाउनै नसक्ने हुँदाखेरि अब मलाई चाहिँ त्यहाँ आपत पर्यो। त्यहाँ के हुन्छ त भन्दाखेरि साइकल अब त्यहाँ हाइवे एकदमै ठुल्ठुलो हाइवे अब कहाँ बनाउने अब के हुन्छ हाम्रो जस्तो हामीले त एक हिसाबले चाहिँ सानो एउटा चाहिँ सहर भनौँ होइन। त्यहाँ चाहिँ आँखाले भ्याउँदैन सहर होइन। यति ठुलो हुन्छ बाटोहरू पुलहरू त्यति ठुलो हुन्छ। अनि साइकल बनाउन खोज्दाखेरि साइकल पसल पनि नभेट्ने सोधिहालेर साइकल पसलै भयो भने पनि जुन मेरो साइकल कुन ब्रान्डको छ त जस्तो त्यो बेलामा मैले साइकल चलाउँदाखेरि जाइन्ट बाइक चाहिँ चलाउँदाखेरि त्यो माउन्टेन बाइक चलाउँदाखेरि जाइन्टकै सोरुममा जानुपर्ने म भने पछाडि मलाई त्यो जाइन्टको सोरुम मलाई चाहिँ पाउनलाई त्यो ठाउँमा पुग्नलाई झन्डै 2 घन्टा मैले चाहिँ त्यो दोहोऱ्याएर लानु पर्यो। अनि त्यसमा ल बल्ल म पाएँ अब चाहिँ उनीहरूले बनाइदिन्छ कि भनेर चाहिँ म ढुक्क भएँ। ढुक्क हुँदाखेरि तिनीहरूले ट्राई गर्यो त्यो बेलामा सामान पाएन भने त्यो अथोराइज ग्वाङझौको अथोराइज जाइन्टमा पनि सामान पाएन अरे भनेपछि म त्यहाँ प्रब्लम भयो। अनि त्यो बेलामा के भयो त भन्दाखेरि एकजना मभन्दा अगाडि एकजना चाइनिज जो पनि साइकल बनाउन आइरहेको थियो र ऊ भर्खरको थियो 16-18 वर्षको मात्र थियो है। अनि उसको चाहिँ फुल माउन्टेन बाइक उसको चाहिँ साइकल बनायो। अनि त्यस पछाडि उसले मेरो साइकल बनाउन खोज्दाखेरि उसले हेरिरहेको थियो अनि बनाउन सकेन। अनि उसले मलाई के आश्वासन दियो भन्दाखेरि त्यो जुन बनाउने आउनेले चाहिँ के भन्यो भन्दाखेरि उनीहरूले बनाउन सकेन भने म बनाइदिन्छु। मेरो घरमा टुल्स छ, सबै टुल्स छ, मसँग हिँड, मेरो साइकल त बनिसकेको छ। अब तिम्रो साइकल पनि म चाहिँ हेल्प गर्छु। मेरो घर उहीँ छ 5 मिनट मात्र यहाँबाट टाढा छ। बरु बिस्तारै लैजाउँ म त्यहाँ बनाउँछु। यदि बनाउन सकेन भने म मेरो साइकल 2-3वटा छ मध्येमा एउटा साइकल तिमीलाई दिन्छु अरे। अनि मेरो साइकल चाहिँ मसँग चाहिँ हिँड्नु अरे भन्ने किसिमले कुरा गर्दाखेरि फर्स्ट टाइममा चाहिँ यसो हेर्दाखेरि चाहिँ मान्छे यस्तो हेर्दाखेरि त हो जस्तो लाग्यो झङ्गे जस्तो लाग्यो होइन। अनि त्यहाँबाट चाहिँ
मेरो त बन्दै नबन्ने भयो होइन। अनि त्यस पछाडि अब जहाँबाट म आएँ त्यहाँबाट म फर्किनुपर्छ, किन भन्दाखेरि बाटो एकदमै गाह्रो छ त्यहाँ होइन। एउटा त्यो बाटो पक्रेन भने त्यहाँ हराइहाल्यो होइन। अनि के गर्दा अनि ल ठिकै छ भनेर म यसो विचार गरेँ। अनि यस्तो मैले भनेको थिएन। अनि उसले मलाई एकदम फोर्सफुल्ली एकदम फोर्सफुल्ली नै भन्यो कि जाउँ म बनाइदिन्छु, तिमी ढुक्क हो, म योभन्दा राम्रो राम्रो साइकल पनि मसँग छ, 3-4वटा छ, मध्येमा तिमीलाई जुन राम्रो लाग्छ त्यो दिएर पठाउँछु भनेर भन्यो कि। अनि मेरो साइकल त त्यो उसले भन्यो भन्दा अलिकति कमको छ, क्रस कन्ट्री हो मेरो। अनि त्यहाँबाट चाहिँ हुँदैन जस्तो लागेको थियो। अनि त्यहाँबाट चाहिँ म चाहिँ जान्छु भयो, म चाहिँ नेपाल एम्बेसीको मान्छे हो, उता चाइनाको नेपाल एम्बेसीबाट त्यहाँको स्टाफ हो म। अनि म जान्छु, म उतै फर्किन्छु भनेर भन्दाखेरि उसले चाहिँ फोर्सफुल्ली नै मलाई भन्यो कि जाउँ 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 भनेर एकदमै कर गरेँ। अनि त्यहाँबाट चाहिँ म जान्न, मलाई चाहिँ धेरै चाहिँ फलो नगर्नु, म जान्न, म चाहिँ फेरि त्यहाँ यहाँ नेपाल एम्बेसीमा म कल गर्छु भन्ने किसिमले मैले एक किसिमले अलिकति उसलाई चाहिँ अलर्ट गर्ने किसिमले चाहिँ मैले भनेको थिएँ। त्यहाँबाट उसले चाहिँ मान्दै मानेन कि। मलाई त आधी घन्टासम्म फलो गरेँ कि, म नजाने। अनि लास्टमा चाहिँ नजाने भन्दा आधी घन्टा भइसक्यो फलो गर्दैछ हिँडिरहेको छ। उसको साइकल बनिसक्यो, ऊ पनि मेरो पछि मात्र 16-18 वर्षको चाइनिज केटा हो कि। अनि त्यहाँबाट चाहिँ एकदमै अति नै भएपछि म तिमीलाई पुलिस बोलाउँ कि यहाँबाट बाटो छोडौँ भनेर चाहिँ मैले एकदम अब धेरै नै म चाहिँ टेम्परमा आएँ कि। अनि त्यहाँबाट चाहिँ भन्दाखेरि उसले यसो हेऱ्यो कि, बाटो 3-4वटा लाइन थियो। अनि यसो हेऱ्यो। अनि त्यहाँबाट उसले चाहिँ हदै भयो जस्तो उसलाई फिल भयो होला, ऊ चाहिँ बाटो छोडेर गयो। बाटो छोडेर त उसले चाहिँ उसको आफ्नो साइडमा ऊ आफ्नो ठाउँमा लाग्यो। तर मलाई चाहिँ थाहा भएन कि म कुन बाटोबाट उसलाई कुरा गर्दा म कुन बाटोबाट फेरि ब्याक भइरहेको छु, मलाई थाहै भएन। बाटो यति 4-5वटा कति एउटै लाइनमा छ, अब कहाँबाट जाने, हराइहालेँ म त्यहाँ अनि उसले गर्दाखेरि म चाहिँ हराएँ। अनि त्यहाँबाट चाहिँ फेरि चाहिँ सोध्दै एम्बेसीसम्म चाहिँ नेपाल एम्बेसीसम्म कति घन्टा लागिसके पछाडि बल्ल म त्यहाँ पुगेँ। एकदमै उसले चाहिँ हासिल गरेको सहयोग गर्छु भन्दाखेरि पनि हामीलाई विश्वास नलाग्ने है। उसले चाहिँ जति थोरै रूपमा चाहिँ अलिकति मात्र बोलेको भए म विश्वास हुन्थेँ। उसले चाहिँ मलाई चाहिँ ठग्नै खोज्ने हिसाबले चाहिँ एकदमै फलो गरेको, चाहिने भन्दा बढी उसले चाहिँ बोल्यो। हरेक कुराको एक्टिभिटिजबाट मलाई थाहा भयो, विश्वास लागेन। त्यो चाहिँ मन शुद्ध पनि हुनसक्छ राइट। तर उसको चाहिँ मलाई जहाँसम्म उसको चाहिँ फिलिङ हेर्दाखेरि उसले चाहिँ ठग्नै खोजेको मलाई। त्यो पनि हुनसक्छ है। त्यस्तो अनुभव हुन्छ है, धेरै हुन्छ। त्यो पलमा हुन्छ। यस्तो राम्रो अनुभवहरू मसँग छन् कि धेरै लामो हुन्छ। भविष्यमा फेरि सुनौँ है। आज हामी मङ्का महपुजा आजको कार्यक्रममा छौँ। श्रोताहरू, खोकनाबाट दुईजना हाम्रो व्यक्तित्व पाल्नु भएको छ, सुरेश डङ्गोल र हरिनाथ डङ्गोल, र पाटनबाट आउनु भएको छ भर्खरै विश्व साइकल यात्री ज्ञान महजनजी है। आजको कार्यक्रममा अब कुरा गर्दै जाँदाखेरि महपुजा भनेपछि त्यहाँ एउटा मण्डलाको कुरा आउँछ है। विभिन्न आकर्षक तरिकाले बनाइरहेको हुन्छ। त्यो मण्डला के कारणले, के उद्देश्यले किन बनाउने, अब त्यो रङ किन हाल्नै पर्छ भन्ने छ अथवा के छ, त्यो मण्डलाको बारेमा बताइदिनु न। मण्डला खास गरेर एउटा बुद्धिज्म या हिन्दुज्म बेस बनाइन्छ होइन। श्रीयन्त्र मण्डला भयो, त्यो चाहिँ हजुर त्यो चाहिँ हिन्दुज्म अन्तर्गत पढ्न आउँछ भने चाहिँ अब धर्मचक्र मण्डला, वज्र, विश्व वज्र मण्डलाहरू हजुर यिनीहरू चाहिँ बुद्धिज्म अन्तर्गत पढ्न आउँछ कि। एकदम आकर्षक हुन्छ है, एकदम आकर्षक हुन्छ। अब पहिला लाइनहरू खिचेर अनि तिनीहरूलाई आकर्षक रूपमा बुट्टाहरू भरेर रङहरू भरेर बनाउनु पर्ने हुन्छ। त्यो चाहिँ अब रङहरू पनि विशेष किसिमले राख्नुपर्ने हुन्छ कि। क्यानभास जस्तै बनाउनु पर्ने हुन्छ क्यानभास, प्लस अब ठ्याक्क हेर्दाखेरि ठ्याक्क गलिचा जस्तो कि स्वाद हजुर गलिचा जस्तो देखिने किसिमले बनाउनु पर्ने हुन्छ कि। यो धेरै पहिलादेखि मण्डला बनाउनु पर्ने चलन थियो कि महपुजामा भर्खर विकसित भएको हो? पहिला त अब यस्तै ट्रेस जस्तै गरिन्थ्यो होइन। महपुजा गर्दाखेरि अगाडि छ नि राखिन्छ ठ्याक्क मण्डला जस्तै सानो किसिमले साधारण किसिमले मात्र गरिन्थ्यो। अनि पछि आएर चाहिँ अब मण्डला नै बनाउने भन्ने कन्सेप्ट चाहिँ सुरु भयो। यस्तै अब 7-8 वर्ष भयो होला। त्यो चाहिँ अब मण्डला ठुलै बनाउने किसिमले महपुजा गर्ने ठाउँमा अगाडिपट्टि बनाएर राखिन्छ। हजुर त्यो त पहिलादेखि नै गर्ने चलन यसमा त्यो चाहिँ म कुरा थोरै थप्छु। जस्तो विगत 2 वर्ष अगाडि हामीले गर्दाखेरि चाहिँ जुन खोकनामा चाहिँ मेन चोकहरू धेरै लाछीहरू छ, त्यसमध्येमा जुन हाम्रो सिकारी जात्रा गर्ने चाहिँ जुन गोठीसँगैको कोइलाछी भन्छ ठुलो खालको चोक छ, त्यसमा पुरै ठुलै हामीले मण्डला बनाएको थियौँ।
त्यहाँ पनि एउटा कस्तो भने विदेशीहरूलाई धेरै एट्र्याक्टिभ हुने यसमा एउटा त कलरले नै एट्र्याक्ट हुने तर त्यसको महत्त्वहरू अलगै ठाउँमा छ होइन र हामीले गर्दाखेरि पनि त्यसै ठुलो मण्डलामा है अनि पेरिफेरीमा दायाँ बायाँ सबैलाई चाहिँ त्यो राउन्डमै राख्थ्यो जस्तो घरमा बस्दाखेरि चाहिँ इन्डिभिजुअल एउटा यता हुन्छ तर हाम्रो ठुलो त्यही भएर हामीले मङ्का महापूजा भनेको छ कम्युनिटीमा सबै ठुलै चोकमा सबै बसेर है फेरि त्यो मण्डलाको वरिपरि आसपासमा बस्छ क्या होइन त्यो हिसाबले हामीले कन्सेप्ट बनाएको हो घरमा महपूजा गर्दाखेरि अनि त्यो चाहिँ अब ठुलो ठाउँमा ठुलो चोकमा ठुलै बनाएर अनि हामी गेस्टहरू पनि सबै त्यसै अब यो यस्तो किसिमको कार्यक्रमले खोकनालाई के फाइदा हुन्छ त अटोमेटिकै हुन्छ नि जस्तो अब एक हिसाबले हाम्रो ज्ञानजीसँग कति हामी अहिले सहकारी गर्न पाइरहेछौँ नि त होइन एउटा हिसाबले खोकनाले अरू ठाउँहरूसँग पनि सहकारी गर्नु पर्छ है खोकनाको आफ्नै अघि भने जस्तै तोरीको टेलको एउटा फेमस अलगै छ खोकनाको सिकाली जात्रा छ भनेपछि यस्ता कार्यक्रमहरूले पनि एउटा त खोकनाको अलगै पहिचान पनि एक हिसाबले युवा जेनेरेसनहरू अगाडि आइरहेछ भन्ने कुरा त भइहाल्यो होइन अनि विगतमा हामीले 2 वर्ष अगाडि गर्दाखेरि पनि कस्तो भने स्पेसली यसमा चाहिँ एम्बेसडरहरू आउन चाहन्छ है सभासददेखि लिएर कलाकारदेखि लिएर होइन भनेपछि खोकनालाई आर्थिक रूपमा मात्र होइन कि खोकनासँग जोड्ने मनहरू होइन जसले खोकनालाई सहयोग गरिरहेछ हामीले एउटा कस्तो अवसर पाउँछ भने उहाँहरूलाई सम्मान गर्ने अवसर पाउँछ भित्रै मनदेखि होइन व्यक्तिगत होइन कि एज अ होल खोकना समूहले नै उहाँहरूलाई चाहिँ ठुलो सम्मान गर्ने चाहिँ एउटा यो अवसर पनि मैले देखाएको छु त्यही भएर नाम भयो यसमा आर्थिक सहयोग भयो इभन त्यही खोकनामा पनि जस्तो अब हामीहरू चाहिँ विभिन्न समूहहरू छ होइन समूहहरूको बिचमा पनि एक आपसमा ठुलो खालको एउटा चाहिँ समूह नेटवर्क चेन अफ नेटवर्क होइन वर्क गर्ने त्यो डिभिजन अफ वर्कहरू गर्ने एउटा ठुलो समूहहरू नै बन्ने भयो क्या एउटा समूहगत रूपमा चाहिँ पनि विकास आर्थिक अब अघि भने जस्तै आन्तरिक पर्यटन भयो अब यसमा त विदेशीहरू आउने भएपछि अझै यसले त खोकनाले आफ्नो नेपालको नाम शुद्ध पनि जोड्नमा सहयोग पुर्याउँछ जस्तो विगतको अनुभवमा हामीसँग 22 जना चाहिँ इटालियनहरू आउनु भएको थियो एउटा टिम नै आएको थियो क्या भनेपछि नेपाल खोकना मात्र होइन यसले नेपालको प्रतिनिधित्व गरेर विदेशीहरू अथवा विदेशी देशसँग पनि सहकार्य हुने त्यो लेभलसम्म चाहिँ यसले चाहिँ सहयोग पुर्याउँछ विदेशमा यसको पब्लिसिटी तपाईँले के व्यक्तिगत हाम्रो त्यसरी चाहिँ अहिले गर्न पाएको छैन तर अहिले हाम्रो ज्ञानजीसँग सहकारी गर्दाखेरि उहाँ त अब बाहिर विदेशमा पनि गइरहनु भएको हिसाबले हामीले एम्बेसडरहरूलाई अहिले योपालि चाहिँ अलिक बढी प्रचार गरेका छौँ यसले गर्दाखेरि हाम्रो खोकनाले ओभरअल नेपालको पार्टलाई पनि एउटा चाहिँ नाम पनि पहिचानमा चाहिँ धेरै कुरा अब हामीले अहिले नेवारी पहिचान मात्र भनिरहेको छौँ नि यसले नेवारीको थ्रुबाट नेवारी कल्चरको थ्रुबाट नेपालको पनि नाम चाहिँ बाहिरी अब डिप्लोमेटहरूसँग चाहिँ होइन यसले ठुलो एउटा चाहिँ हाम्रो आत्मीयता होइन सहकार्यको लागि चाहिँ यसले चाहिँ ठुलो भूमिका खेल्छ पक्कै पनि श्रोताहरू अहिले यहाँहरू सुन्दै हुनुहुन्छ हाम्रो नेवा एफएमको समय सन्दर्भ कार्यक्रम र यो कार्यक्रममा आज मङ्का महपूजा ज्याजो सम्बन्धी विशेष कार्यक्रम भइरहेको छ मेरो मोबाइलमा 2-3 पटक फोन आइसकेको छ श्रोताहरू यहाँले कुनै जानकारी राख्नु भएको छ भने हाम्रो स्टुडियोको फोनमा फोन गरिदिनु न म यहाँलाई अनुरोध गर्छु र कुनै जिज्ञासाहरू छ भने यहाँले अहिले तुरुन्तै उहाँहरूबाट प्राप्त गर्न सक्नुहुन्छ 433-4222 433-4222 मा फोन गर्नु न म अनुरोध गर्छु है अब यो कार्यक्रम चाहिँ अब महपूजा होइन महपूजा नै नेवारहरूले चाहिँ महपूजा नै गर्नुपर्ने आवश्यकता किन होला त हरिजी यसमा अघि पनि मैले भनिसकेको छु जस्तो यसमा चाहिँ जस्तो विभिन्न हामीले अब गुण पनि मनाउँछौँ होइन जात्राहरू मनाउँछौँ यौमरी पनि मनाउँछौँ विभिन्न पनिहरू नखचख मध्येमा पनि यो महपूजा चाहिँ अलिक पृथक खालको छ जस्तो यसमा चाहिँ एक हिसाबले अघि जुन नेपाल सम्बन्धको कुरा पनि यसमा जोड्न आउँछ होइन जुन ठ्याक्कै हाम्रोमा त 12 महिनाहरू छ कसला होइन कसला भनेको सुरुको भयो यसको अघिल्लो दिन ठ्याक्कै लक्ष्मी पूजा पर्छ होइन अमै पर्ने भयो त्यसको भोलिपल्ट ठ्याक्कै पारो परेपछि यसमा हामीसँग उत्साह एक हिसाबले त हामी विभिन्न अरू विदेशीहरू न्यु इयर मनाउने चाहिँ त्यो सन्दर्भ त छँदैछ तर यो समय भनेको पारोको समय भनेको यस्तो राम्रो खालको चाहिँ समय हो कि त्यसमा हामीले अब विदेशी कल्चरहरू एडप्ट गर्ने हिसाबले चाहिँ जुन न्यु इयर फेस्टिभल सेलिब्रेसन गरिन्छ नि त्यही टाइपको चाहिँ
हाम्रो नेवारीको भइहाल्यो। तर महफुजामा फेरि अघि भने जस्तै यसलाई साइन्टिफिकमा हेर्ने हो भने यसको अलगै ठाउँ छ। जस्तो यसमा हामीले परिकारहरू खानेदेखि लिएर यसमा राख्ने चाहिँ जुन हरेक एक वस्तुको त्यसको अलगै चाहिँ त्यो हाम्रो सिम्बल हो क्या। हाम्रो बडी हाम्रो शरीर चाहिँ त्यो अनुसार चाहिँ बनेको, त्यसलाई चाहिँ कसरी प्युरिफाई गर्नेदेखि लिएर सबै कुराहरू त्यो मण्डप पनि आफ्नै ठाउँमा छ होइन। त्यही भएर म नै पूजा किन गर्नु पर्यो त भन्दाखेरि हाम्रो म नै हो क्या, हाम्रो शरीरलाई नै हामीले आधार मानेर, जस्तो उहाँले साइकलको आधार मानेर वर्ल्डमा टुर गरेको छ नि भनेपछि हाम्रो मलाई नै आधार मानेर हामीले हाम्रो चाहिँ हरेक चक्रहरू हाम्रो जीवनको हामीले यो जन्ममा मात्र होइन कि अघिल्लो जन्म पछाडिको आउने जन्ममा पनि हाम्रो महलाई शरीरलाई आधार मानेर हामीले जुन काम गर्छ नि त्यसैको रिजल्ट अनुसार हाम्रो कर्मफल बन्छ क्या। त्यही भएर यो कल्चरले यो महपूजाले हाम्रो कर्म चाहिँ अलि राम्रो गर्नुपर्छ। शरीर र वचन मन अनुसार चित्तलाई चाहिँ एकदम प्युरिफाई गरेर काम गर्न पायो भने हामी यो मात्र होइन कि अघिल्लो आउने जन्महरूमा पनि हामी चाहिँ प्युरिफाई हुँदै हाम्रो निर्वाणसम्म जान चाहिँ यसले अभिप्रेरित गर्छ यो कार्यक्रम। त्यही भएर चाहिँ महपूजा नेवारहरूले मात्र होइन सबैले चाहिँ मनाउनुपर्छ पक्कै पनि। किनभने श्रोताहरू नेवारी संस्कृति सबभन्दा पहिले हाम्रो कृषि प्रधान देश थियो। कृषि प्रधानमा नेवारहरूले आफ्नो खेती गर्थे, वर्षभरि खेती गर्ने, अन्न बाली भित्र्याउने र यतिखेर ठ्याक्क धान पनि भित्रिएको अवस्था हुन्छ र धान भित्रिसकेपछि अब आराम गर्ने स्थिति पनि आउँछ। एक वर्षसम्म मानिसहरू काम गर्छन्, पुरा काम गर्छन् र त्यो काम गरेर थकाइ लागेको हुन्छ। अब एकदम शुद्ध हुन्छु, मन शान्त गरेर अब शुद्ध हुन्छु भन्ने किसिमबाट पूजा आराधना गरेर आफ्नो शरीरै पूजा गरेर नयाँ वर्षमा प्रवेश गर्छु भन्ने सोचाइ पनि यो हुनसक्छ होइन। श्रोताहरू आजको कार्यक्रम यहाँले युट्युब लाइभमा पनि हेरिरहनु भएको छ र रेडियोमा 106.6 मा पनि सुनिरहनु भएको छ। आजको कार्यक्रममा खोकनामा अर्को हप्ता हुन गइरहेको मङ्का महपूजा ज्याजोको कार्यक्रम विशेष बनाएको छु। अनि यो कार्यक्रममा सबैजना सहभागी भई कार्यक्रमलाई उत्साहपूर्वक सफलता पारिदिनु म अनुरोध गर्दछु। र विशेष गरी यहाँसम्म हाम्रो स्टुडियोसम्म आइदिनु भयो हरिनाथ रङ्गोलजी, सुरेशजी र ज्ञान महर्जनजी। उहाँ अलिकति पछाडि आइपुग्नु भयो, साइकल यात्री भएको र साइकलमै आउनुभयो, उहाँहरू बाइकमा आउनुभयो होला, उहाँ साइकलमा अलिकति टाइम लाग्यो होला, माफ गर्नु होला, अलिकति ढिला आइपुग्नु भयो। एउटा सानो कुरा सोधौँ है ज्ञानजीलाई, तपाईँले यो साइकल चलाउँ भनेर चाहिँ किन, कसले अभिप्रेरित पारेर तपाईँ यतातिर लाग्नु भयो भन्नुहोस् त, कति साल भयो? यो चाहिँ यस्तो, साइकल चलाउनुभन्दा अगाडि चाहिँ म चाहिँ टिचर थिएँ, स्कुल कलेजहरूमा पढाउँथेँ। अनि सबैको अब आफूभन्दा सिनियर साथीहरूको दाजुभाइहरूको भनौँ न, उहाँहरूको चाहिँ अब दिनचर्या लाइफस्टाइल बुझ्दाखेरि जहिले पनि घर काम घर अफिस अफिस त्यस्तै मात्र भएको। अनि त्यो मैले पनि त्यही गरिरहेको थिएँ। अनि त्यतिमा मात्र संसार हामीले चाहिँ लाइफमा त्यतिमा मात्र संसार हामीले देख्न सकिँदैन होइन। संसार धेरै नै, संसार घुम्नलाई धेरै नै हामीले चाहिँ ट्राभलिङ गर्नुपर्छ, बाहिर हिँड्नुपर्छ, त्यस्तो कन्सेप्ट आयो कि मलाई। अनि सुरुमा चाहिँ अब साइकलबाटै भनेर मैले चाहिँ सोचेको थिएन। अरू जस्तो अब मोटरसाइकल यस्तो हुन्छ जसले फास्टमा हामी ट्राभलिङ गर्न सक्छौँ नि। अनि त्यसमा पनि मैले केही समय त लाग्ने त प्रयास त गरेको थिएँ, तर बेस्ट अफ द बेस्ट चाहिँ मलाई लाग्यो कि साइकल। किन भन्दाखेरि यो इकोनोमिक छ, यो लिएर जान मिल्यो। अनि यसबाट हेल्थ पनि डेफिनेटली हेल्थ पनि राम्रो हुन्छ होइन। बाटो आउनु भोचिन्छ, अघि मैले भने जस्तै हरेक कुराको यो चाहिँ एकदमै राम्रो भएकोले मैले साइकलबाट चाहिँ अब यात्रा म थाल्छु भनेर म त्यहाँबाट 9 वर्ष अगाडि चाहिँ देशहरू निस्केको। 5-7वटा भिजा एकैचोटि लगाइकन म यहाँबाट निस्केको। यसरी विदेशमा जाँदाखेरि नेपालको प्रचार प्रसार कसरी गर्नुहुन्छ? डेफिनेटली यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि विदेशी नेपालमा त के होइन, विदेशमा जाँदाखेरि नेपालको जुन झन्डा भएको चाहिँ हामीसँग मसँग टी सर्ट हुन्छ, फ्ल्याग हुन्छ। अनि विदेशीहरू चाहिँ एकदमै चासो लगाएर हेरिरहन्छ एकदमै बाटोमा नि, जस्तो अब वाउ भन्ने हुन्छ उनीहरूलाई होइन। अनि कतिले त के हुन्छ भन्दाखेरि बसेर फोटो खिचौँ, फोटो सेसन गरौँ भन्ने पनि हुन्छ। अनि उनीहरूलाई चाहिँ म यसो छु कि उहाँहरूले पनि यही सोध्नुहुन्छ कि किन आएको, के उद्देश्य हो भनेर सोद्धाखेरि म नेपाल चिनाउन हिँडेको संसारमा होइन। नेपाल भनेको देश यस्तो हो भनेर भन्दाखेरि नेपाल भनेको थाहा नहुनेहरू अझै पनि धेरै छन् विदेशीहरू। हामी यहाँ बस्दाखेरि सबैले थाहा छ जस्तो, तर धेरैलाई थाहा छैन। मेन सिटीमा क्यापिटलमा मात्र थाहा हो होइन। अलिकति भित्र गएपछि नेपालै थाहा छैन। प्रायःले के भन्छ भन्दाखेरि इन्डियाकै प्राड भन्छ। अनि होइन, यो चाहिँ एभरेस्ट जुन छ त्यो हाम्रो कन्ट्री नेपाल हो होइन। बुद्ध जन्मेको देश नेपाल हो
नेपाल भनेको छुट्टै त सानो सार्वभौम एकदमै शान्तिपूर्ण देश हो भनेर आउनु म चाहिँ उनीहरूले चाहिँ इन्भाइट गर्छ नेपाल घुम्नको लागि एकदमै राम्रो छ प्राकृतिक सौन्दर्य छ भनेर भन्दाखेरि उनीहरूले चाहिँ मैले पुरै चाहिँ स्पान गरिसके पछाडि उनीहरू चाहिँ ल एकदम ठिक छ भन्ने किसिमले चाहिँ त्यो सुनाउन पाउँदाखेरि नि मलाई एकदमै प्राउड फिल हुन्छ त्यो चाहिँ बाटोबाट मैले धेरै पाएको छु मातृभूमिप्रतिको तपाईँको है गुण कहिले बिर्सिन्छ एकदम। श्रोताहरू अब हामी लगभग कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौँ। आजको कार्यक्रममा मङ्का महपूजा यो खोकनामा अर्को हप्ता हुन गइरहेको कार्यक्रमबारे कुराकानी गरिरहेका छौँ। अब अन्त्यमा जाँदा जाँदै हरिजी श्रोताहरूलाई कुनै सन्देश यो कार्यक्रमको बारेमा केही सन्देश छ भने भनिदिनुहोस्। सर्वप्रथम त अब हाम्रो नेवा एफएमलाई चाहिँ धेरै धन्यवाद है। अनि हाम्रो जुन यो फेसबुकदेखि लिएर लाइभ युट्युबमा अनि यो हाम्रो अडियन्सहरू सबैलाई चाहिँ कस्तो भने यो कम्युनिटी महपूजा भन्ने जुन हामीले एउटा कन्सेप्ट बनाएको छु यसमा चाहिँ एक्चुअली तपाईँहरू सबै आएर होइन कस्तो खालको चाहिँ यो फेस्टिभल रहेछ होइन महोत्सव चाहिँ रहेछ यसले म त्यो अनुभव गर्न चाहिँ आउनु होला भन्ने चाहिँ रिक्वेस्ट गर्छु। अनि उस्तै गरी अहिले आएको जुन यो अब आउनु लागेको नेपाल सम्मत 1142 को उपलक्ष्यमा सबैलाई चाहिँ नोदया पिन्थुना है। अनि हाम्रो चाहिँ अब हाम्रो साइकल र्याली पनि छ त्यसमा पनि अझै अब हाम्रो चाहिँ अब डाइरेक्टै साइक्लिस्टै हुनुपर्छ भन्ने छैन। यो नयाँ वर्षमा एकचोटि हाम्रो यो कम्प्याक्ट जुन यो प्याकेज छ यसमा एकचोटि तपाईँहरू आएर होइन यसमा चाहिँ कतिको होइन अझै यसमा चाहिँ अब कमी कमजोरी होला जस्तो गत वर्षमा हामीले महपूजालाई मात्र फोकस गरेको छौँ भने हाम्रो साइकल यो प्याकेज आएको छ यसलाई कसरी अझै बनाएर प्याकेज बनाएर होइन हामीले अगाडि लगाएर हाम्रो नाम मात्र होइन हाम्रो अब यसमा कनेक्सन हुनु छ होइन त्यो गर्नलाई चाहिँ एउटा ठुलो अवसर हो। त्यही भएर सबैलाई नेपाली देखेर गैर नेपाली सबै हाम्रो अब अरू चाहिँ भाषाको मान्छेहरू भयो होइन सबै होल नेपालको आन्तरिक पर्यटकदेखि सबै आफूले कहाँसम्म चाहिँ यसलाई चाहिँ प्रचार गर्न सक्छ त्यही अनुसार प्रचार पनि गर्नुहोस् अनि हाम्रोमा चाहिँ एकचोटि आएर भिजिट गर्नुहोस्। यसलाई चाहिँ धेरै धन्यवाद म आह्वान गर्न चाहन्छु। यो मङ्का अब धन्यवाद। अनि यो मङ्का महपूजाको तालिकाबारे अलिकति सर्टकटमा बताइदिनुहोस् न ढङ्गजी। अब 8 बजेदेखि चाहिँ 10 बजेसम्म चाहिँ कार्यक्रम स्थल सरसफाइ कार्यक्रम स्थल सजावटदेखि सबै हुन्छ होइन 10 बजेदेखि 8 बजेदेखि 10 बजेसम्म 19 गते होइन हजुर 19 गते हजुर कार्तिक 19 गते। अनि 10 बजेदेखि 11 बजेसम्म चाहिँ सांस्कृतिक समूहलाई तयारमा राख्ने र अतिथिहरूलाई व्यवस्थापन गर्ने हुन्छ होइन। 11 बजेदेखि 12 बजेसम्म चाहिँ स्वागत कार्यक्रम हुन्छ कि हजुर। स्वागत कार्यक्रममा चाहिँ ढिमे बाजादेखि लिएर ढिमे बाजा अनि सुन्छ भने खिर राखेर अतिथिहरूलाई चाहिँ स्वागत गरिन्छ कि। अनि 12 बजेदेखि 2 बजेसम्म चाहिँ सांस्कृतिक प्रस्तुति हुन्छ। सांस्कृतिक प्रस्तुति भन्नाले अब भाइ बहिनीहरूले चाहिँ नाच्ने गाउनेदेखि लिएर त्यो कार्यक्रम हुन्छ होइन। अनि 2 बजेदेखि 3 बजेसम्म चाहिँ हल्का खाजाको व्यवस्था गरेको छ। त्यो चाहिँ निःशुल्क हो। त्यो चाहिँ यसमा चाहिँ सबैमा प्याकेजमै भयो। पैसा छ नि यसमा होइन पैसा तिर्छौँ त्यसको प्याकेजमै पर्यो है। अनि 3 बजेदेखि 5 बजेसम्म चाहिँ महपूजा सुरु हुन्छ। 3 बजेदेखि प्रायः महपूजा राति गरिन्थ्यो होइन। हो हाम्रो घर परिवारमा सबैलाई चाहिँ कस्तो काम अब स्पेसली हामी किसानहरूलाई त कस्तो भने अब धान सुतेर आउनु पऱ्यो होइन त्यो खालको चाहिँ बिजी भएर आउँछ त्यही भएर चाहिँ रातमा गरिन्छ। तर अब हामीले यसलाई चाहिँ अलिक सालतिर 2 बजेदेखि सुरु गरेर अनि त्यस पछाडि समापन कसरी गर्नुहुन्छ? समापन अब हाम्रो प्रमुख अतिथिहरूलाई केही मन्तव्य व्यक्त गर्दै अनि हाम्रो कार्यक्रमको अध्यक्षले अब केही धन्यवाद ज्ञापन गर्दै अनि उनीहरूलाई टोकन अफ लभ अतिथिहरूलाई टोकन अफ लभ प्रदान गर्दै त्यसरी समापन गरिन्छ। फोटो सेसन है। धन्यवाद श्रोताहरू। अर्को हप्ता 19 गतेको दिन कार्तिक 19 गतेको दिनमा चाहिँ यो कार्यक्रम हुँदैछ मङ्का महपूजा है। खोकनामा सबैजना गइदिनु होला।
म अनुरोध गर्छु त्यहाँ बसेर सहभागी हुनुभन्दा पनि सहभागी सक्नुहुन्छ सहभागी भइदिनुहोस्, नसके दर्शकको रूपमा भए पनि भइदिनुहोस्। सबैजनाले हेरेर नेवारी संस्कृति परम्परालाई जगेर्ना गरिदिन म अनुरोध गर्छु। अन्त्यमा के भन्नु छ हरिजी? यसमा चाहिँ अब जस्तो हुन त यसलाई चाहिँ जुन हामीले टिकट हेर्दाखेरि साथ यसमा एउटा अलिकति हामीलाई च्यालेन्ज आएको। टिकट भनेर यति हामीले धेरै खालको चाहिँ प्राइस पनि राख्न छैन होइन, तर यसलाई चाहिँ हामीले ठुलो इन्लार्ज भोल्युममा होइन प्याकेज बनाउनु भएको भएर यसमा एटलिस्ट एउटा सानो कन्ट्रिब्युसनको हिसाबले मात्र हामीले राखेको होइन। यसमा हामीले अब यो साइकलको पार्ट पनि छ, स्पेसली हाम्रो साथी अब टी सर्टको प्रिन्टको पनि लागिरहनु भएको छ। यसमा ठुलो कस्ट लाग्छ। नगरपालिकादेखि लिएर वडासम्म पनि हामीले सहकारी गरिरहेको छौँ, तर उहाँहरूले पनि इन्डिभिजुअल्ली आफ्नो वडामा चाहिँ बजेट छुट्याउने भएको भएर अहिले नगरपालिकामा धेरै बजेट छैन। टुरिज्ममा पनि त्यस्तै खालको छ, उहाँहरूले सपोर्ट चाहिँ गरिरहनु भएको छ। तर हामीले यसलाई चाहिँ अब मोनिटाइज गर्ने खालको कार्यक्रम चाहिँ होइन। टिकट हेर्दाखेरि त्यस्तो हामी नेपालीहरूलाई त्यस्तो देखाउन सक्छ है, तर स्पेसली यसको चाहिँ ठुलो चाहिँ व्यापक रूपमा गर्ने प्लान भएको भएर यसमा अलिअलि खर्चहरू चाहिँ लाग्छ। त्यही हिसाबले गर्न खोजेको हो। र केही गरी चाहिँ अब आर्थिक लास्ट पटक हामीले एउटा गरेको अनुभव पनि के छ भने यसलाई अझै हामीले एउटा चाहिँ सम्मान गर्ने हिसाबले गर्ने भएको भएर यसमा चाहिँ कस्टहरू चाहिँ धेरै मिनिमाइज पनि गरेर चाहिँ हामी गर्न सक्छौँ। त्यही भएर यो पैसाको लेभलमै हामीले चाहिँ त्यो हिसाबमा हेर्ने होइन कि यसको चाहिँ भ्यालु, यसको चाहिँ वे अफ त्यो प्रोग्रामको प्याकेजहरू भयो होइन, सबै हेरेर चाहिँ यसको चाहिँ सबै हाम्रो अडियन्सहरूले चाहिँ यसको चाहिँ यसको बारेमा चाहिँ प्रचार पनि गरिदिनुहोस् होला। सकिन्छ भने आफन्तहरूसँगै मिलेर अझै नयाँ वर्षमा आउनुहोस् कोकनामा होइन, अझै कसरी गर्न सक्छ नेक्स्ट टाइम, त्यसको लागि म चाहिँ अझै रिक्वेस्ट गर्छु। पोहोर सालको योभन्दा पहिलाको कार्यक्रमको दाँजोमा त्यतिखेर कति सहभागिता, टिकट काटेर आउनेहरू कतिजना? यसमा पनि यस्तो हो, हामीलाई चाहिँ कस्तो भएको थियो भन्दाखेरि उतिखेर हामीसँग पछि मात्रै आइडिया आयो क्या जुन यो कार्यक्रम गर्नेको, अनि हामीसँग जम्मा 15 दिनको मात्रै टाइम थियो योपालि। त्यही भएर हामीले महिनौ अगाडिदेखि साथीहरूसँग छलफल गरेँ होइन, अनि त्यसले गर्दाखेरि हामीलाई त यस्तोसम्म च्यालेन्ज आएको थियो कि सहभागी जस्तो यो टिकटकै कुरामा आउँदाखेरि धेरै मान्छेहरू चाहिँ अलि हिचकिने खालको हुने थियो। तर त्यही दिनमा हामीलाई एउटा कस्तो संयोग भएको छ भने हामीले हुन त त्यो कोभिडले गर्दाखेरि लास्ट पटक गर्न नसकेको भएर हामीले त्यसको 1 वर्ष अगाडि कसरी गरेका थियौँ त भनेर खालको जितापुर खोना भनेर हामीले युट्युबमा एउटा युजर नेम बनाएर त्यसमा पोस्ट गरेको छ। त्यो एउटा त्यो सानो क्लिप्स डकुमेन्ट्री टाइपको हिसाबले हामीले त्यो कन्सेप्ट कसरी आयो, त्यसमा कसरी च्यालेन्ज फेस गरे भन्ने कुराहरू सर्ट स्टोरी त्यो चाहिँ युट्युबमा हामीले अपलोड गरेका छौँ। र त्यही हिसाबमा चाहिँ अनि हामीसँग चाहिँ 22 जना जुन मैले भने नि इटालियनहरूको ग्रुपहरू उहाँहरू सेम खोकनामै आएर लास्ट स्टेजमा कार्यक्रमको अघिल्लो दिनमा होइन त्यहीँ आएर हामीलाई बुक गर्न आएको थियो क्या, यस्तोसम्म भएको थियो। जस गेस्टहरू चाहिँ कलेक्सन गर्न गाह्रो छ, तर पनि एउटा मैले यसमा अझै अवसर देखेको भनेको हामीलाई खोकनामा धेरै सहयोग गर्नेहरू धेरैजना छन् होइन, उहाँहरूलाई अझै हामीले भित्री मनदेखि चाहिँ सम्मान गर्ने पनि एउटा थलो बनाएको छ कि यो एउटा महपूजा पक्कै पनि त्यो हिसाबले चाहिँ हामीले ल्याएको छौँ क्या। श्रोताहरू हेर्दाखेरि यो अलिकति टिकट लगाइएको हुँदाखेरि तपाईँलाई हेर्दाखेरि अलिकति असहज महसुस हुन्छ के भने त्यति पैसा चाहिँ त्यहाँ खर्च हुन्छ नै, किनभने अब यसमा चाहिँ कम्युनिटी होमस्टे छ, त्यहाँनिर होमस्टेदेखि त्यहाँको खाजा भयो, त्यस पछाडिको गिफ्टहरू त्यो आइटम समेत गर्दाखेरि सायद यो चाहिँ कुनै पैसा चाहिँ नाफा गर्ने उद्देश्य नभइकन सेवा गर्ने उद्देश्यले र खालि प्रमोसन गर्ने उद्देश्यले मात्रै गरिएको देखिन्छ। पक्कै पनि यो कार्यक्रममा आज यहाँसम्म आएर हामीलाई जानकारी दिनुभयो तपाईँको कार्यक्रमबारे। यसको लागि नेवा एफएमको तर्फबाट म यहाँ सबैलाई धन्यवाद दिन चाहन्छु। हस् ल श्रोताहरू, आजको कार्यक्रम यति नै। प्रविधि संयोजनमा सुशान्त श्रेष्ठ र रोबिन महर्जनलाई पनि आज बिदा दिनुहोस्। नमस्ते, शुभया। धन्यवाद, शुभया।